अब यसरी 3 करोड जनताको प्रतिनिधिले चाहिँ राष्ट्रको एउटा रोस्टममै बसेर चाहिँ यस्तो अभिव्यक्ति दिनु भनेको चाहिँ यस्तो अभिव्यक्ति पनि कस्तो भन्दाखेरि अन्य शक्तिहरूलाई प्रोत्साहित गर्दै आफ्नो जनताहरूलाई चाहिँ निरुत्साहित बनाउने यस्तो अभिव्यक्ति दिनु भनेको चाहिँ यो यस्तो सुन्दाखेरि चाहिँ अब आफ्नै मन पनि कहाँनिर चर्के जस्तो पनि लाग्छ। किनभने यो अनि अझ त्यसमा थप्नु पर्दाखेरि त केही हदसम्म हाम्रो नेसनलिजम अलि विक बनाइदिएको हो कि भन्ने कुरा विकै पनि छ। हजुर, हजुर। अनि यसरी फेरि कस्तो भयो भन्दाखेरि अहिलेको अवस्थामा चाहिँ अब जनता आफै पनि अनि प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति अब जस्तो अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिको बारेमा त्यति जानकारी नभएको धेरै जनसङ्ख्या भएको राष्ट्रमा चाहिँ एउटा ठुलो हुलले चाहिँ प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिको पक्षमा चाहिँ अझ थप प्रमाण जुटाउने काम गरिराख्नु भएको देखेको छु। त्यो गरिराखेको देख्दाखेरि पनि हाम्रो समाज चाहिँ कहाँ जाँदैछ? अनि हामी चाहिँ आफैलाई अन्तर्घाती काम किन गर्दैछौँ? हाम्रो समाजले चाहिँ आफैलाई चाहिँ पतनको बाटोमा किन डोर्याइरहेको छ भन्ने कुरामा चाहिँ मलाई त्यो कुरा हेर्दाखेरि चाहिँ म भयभीत पनि हुन्छु। त्यो भयो एउटा कुरा। अर्को कुरा भने चाहिँ हामीले डिप्लोमेसीमा पनि पढ्दै गर्दाखेरि चाहिँ एउटा डिप्लोमेसीको मुख्य पार्ट भने चाहिँ के हो भन्दाखेरि इन्ट्रेस्टहरू हुन्छ राज्यहरूको। अनि डिप्लोमेसीको मूल कुरा भनेकै मुख्य कुरा भनेकै एकअर्काको इन्ट्रेस्ट बुझ्ने कुरा भयो नि त। भनेपछि नेपालले आफ्नो इन्ट्रेस्ट मात्र हेरेर भएन। इन्डियाकै फरेन पोलिसी हेर्ने हो भने पनि उसले त बायल्याटरलिजममा अलिक बढी एम्फोसिस गर्छ नि त। जस्तो उसको इन्डिपेन्डेन्स एक्टमै पनि हेर्नुभयो भने त्यहाँनिर उसले बेलायतबाट आउने कुनै पनि आफ्नो नेबरहुडको रिलेसन्समा चाहिँ बेलायतबाट आउने कुनै पनि मेडिएसन चाहिँ उसले फेभर गर्दैन, उसले मन पराउँदैन त्यो। अर्को भनेको चाहिँ हाम्रो नेपाल र इन्डियाको जुन 1950 को फ्रेन्डसिप ट्रिटी छ, त्यो ट्रिटीको पनि धारा 8 मा चाहिँ प्रष्टसँग लेखेको छ। त्यसमा चाहिँ अब बेलायतसँग भएको नेपालको जति पनि सन्धि छन् तिनीहरू चाहिँ लागू हुँदैन भनेर भनिसकेपछि त्यसमा चाहिँ इन्डियाको इन्ट्रेस्ट भनेर चाहिँ आफ्नो बायल्याटरल रिलेसनसिप्समा चाहिँ अथवा चाहिँ आफ्नो नेबरहुडसँगको रिलेसनसिपमा चाहिँ उसले बाहिर अन्य थर्ड पार्टीबाट चाहिँ मेडिएसन गर्न रुचाउँदैन। त्यो हेर्दै गर्दाखेरि पनि हाम्रो प्रधानमन्त्रीको अभिव्यक्तिले चाहिँ इन्डियाले हामीलाई कस्तो धारणाले हेर्छ भन्ने आगामी दिनमा पनि कुन धारणाले हेर्छ भन्ने कुरा पनि फरक पर्ने भयो। अर्को भनेको इन्डियासँगै बेलायतको पनि त इन्ट्रेस्ट होला नि त। बेलायतले पनि आएर चाहिँ दुईटा देशको बिचमा मेडिएसन गरि नै दियो भने पनि बेलायतले लामो समयदेखि इन्डियासँग यो फ्री ट्रेड अग्रिमेन्ट लगायतका अरू अन्य स्ट्राटेजिक रिलेसनसिपहरू बढाउन वर्षौँ लगाइदिइसक्यो। भनिसकेपछि उसले यहाँ आएर मेडिएट गर्दाखेरि कतिसम्मको चाहिँ मेडिएट गर्दाखेरि अथवा चाहिँ एउटा थर्ड पार्टी इन्भल्भ भएर चाहिँ एउटा नेगोसिएसनमा बसिराख्दाखेरि चाहिँ नेपाललाई कति फाइदा हुन्छ त त्यो कुराले भन्ने कुरा पनि हुन्छ। नेपाल पोलराइज पो हुने हो कि त्यो कुरा पनि छ एउटा। अर्को भनेको चाहिँ यो एकदमै ठुलो विडम्बना चाहिँ के छ भने हाम्रो नेपाली जनताले नेपाली समाजले चाहिँ नबुझेको कुरा चाहिँ यो जुन 10 जग्गा 10 10 गजा 10 10 गजा गजा जग्गा छ त्यो र लिम्पियाधुरा र लिपुलेख भने फरक विषय हुन्। दुईटा कम्प्लिटली फरक विषय हो। लिम्पियाधुरा लिपुलेख भनेको त्यहाँनिर अन्य शक्तिबाट इन्डियाबाट आएको सैनिकहरू छन्। यो 10 गजामा त्यो छैन। भनेपछि यो फरक विषय हो। त्यो सोभरेन्टीको विषय हो। लिम्पियाधुरा लिपुलेख भनेको सोभरेन्टीको विषय हो। यो भने सोभरेन्टीको विषय होइन, यो भने नो म्यान्स ल्यान्डको विषय हो। त्यही भएर यो जुन प्रधानमन्त्रीबाट आएको अभिव्यक्ति छ यो चाहिँ एकदमै आपत्तिजनक छ र जनताले पनि जुन किसिमले यसलाई डिफेन्ड गरिरहनु भएको छ यो चाहिँ कालानन्तरमा एकदम ठुलो नराम्रो प्रभाव चाहिँ यसले ल्याउँछ भन्ने मेरो विचार छ। थ्याङ्क यू अश्मिनीजी। शङ्करजीको ओपिनियन? मेरो ओपिनियन चाहिँ के छ भन्दाखेरि प्रधानमन्त्रीले नयाँ नर्म्स चाहिँ सेट गर्न खोज्नु भएको हो कि जस्तो देखिन्छ। जस्तो कि अब के छ भन्दा नेपालमा अब हामीलाई पनि थाहा छ कि अलिअलि जस हामीले एउटा नर्म्स हामीमा के छ भन्दाखेरि हामी यतिकै स्वीकार्न त तयार छैनौँ। जस्तो कि लिम्पियाधुरा चाहिँ नेपालीले लिम्पियाधुराको त्यो जुन चुच्चे नक्सा छ त्यो 2020मा अफिसियल्ली नेपालको म्यापमा आयो। यो त यतिकै कसैले त्यो छोड्नेवाला छैन, नेपालीले त छोड्दैन नि त। तर फेरि हामीलाई अर्कोतिर के पनि थाहा छ भन्दाखेरि त्यो जसरी हामीले छोड्नेवाला छैनौँ इन्डियाले पनि छोड्नेवाला छैन।
होइन हो त्यो भइसकेपछि अब उसले चाहिँ नयाँ नर्म चाहिँ के निकाल्न खोजेको जस्तो लाग्छ बालेनले भन्दाखेरि चाहिँ नट जस्ट इन्डिया नेपालले पनि के अरे ठाउँहरू इन्क्रोज गरेको छ त्यो इन्क्रोज गरेकोलाई चाहिँ पछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर क्रस बोर्डर अकुपेसनलाई इन्क्रोचमेन्टको त्यो भाषा दियो होइन तर नेपालमा त्यो बालेनले गर्न खोजेको चाहिँ के जस्तो लाग्छ भन्दाखेरि चाहिँ नेपालले पनि गरेछ भोलि गएर नेगोसिएसन हुने बेलामा बरु लिम्पियाधुरा छोडिदिने यतापट्टि चाहिँ हामीले यो इन्क्रोज गरेछ त्यो चाहिँ हाम्रै हुने भन्ने खालकेतिर स्ट्राटेजीतिर जान खोजे हो कि त्यो नयाँ नर्म्स चाहिँ सेट गर्न खोजेको हो कि जस्तो देखिन्छ अनि प्लस अनि अर्को कुरा के हो भन्दाखेरि जस्तो ब्रिटिसलाई ड्र्याग गर्न खोजेको छ नि ब्रिटिसलाई ड्र्याग गर्न खोज्नु भनेको त मलाई चाहिँ कस्तो लाग्छ भन्दाखेरि त्यो शासकले होइन एउटा गभर्मेन्टको हेड अफ गभर्मेन्टले चाहिँ ब्रिटिसलाई अब कतिपयले चाहिँ ब्रिटिसको पालामा भएको सन्धि हो त्यही भएर ब्रिटिसलाई इन्भल्भ गराउनु नेचुरल नै हुन्छ भन्ने खालको हुन्छ तर मेरो चाहिँ धारणा कस्तो लाग्छ भन्दाखेरि अब हामीले ट्रेन्डहरू हेर्दाखेरि पनि जस्तो इन्डिया र चाइनाको पनि त छ होइन इन्डिया र चाइनाको पनि डिस्प्युटहरू छ इन्डिया र पाकिस्तानको पनि डिस्प्युट छ त्यो कहिलेको हो भन्दाखेरि अहिलेको होइन त्यो ब्रिटिसकालीन नै हो तर ब्रिटिसकालीनमा त्यहाँ चाहिँ मध्यस्थता स्वीकारेको छैन नि त इन्डियाले कहिले पनि थर्ड पार्टीलाई बोलाएको छैन अहिले इभन भर्खरैको रिसेन्ट ट्रेन्ड हेर्दा पनि के छ भन्दा इन्डिया र पाकिस्तानको त्यो सिजफायर मेडिएसनमा ट्रम्प इन्भल्भमेन्ट भयो भन्ने कुरालाई इन्डियाले नस्वीकारेर एउटा चिसोपना देखिन्छ नि त हो त्यो देख्दा देख्दै यो त बालेनले अब संसदबाट बेलायतलाई इन्भल्भ गराउँछु भन्नु चाहिँ त्योभन्दा ठुलो ब्लन्डर केही पनि होइन जस्तो लाग्छ मलाई यो चाहिँ जिस्काएको हो कि जस्तो ट्रम्पले इन्डियालाई जिस्काएको जस्तै बालेनले चाहिँ इट डियर्स टु त्यो टिज इन्डिया कि त्यो हाम्रो हैसियत हो कि होइन कूटनीतिक भाषामा त्यो बोल्नुपर्छ कि पर्दैन भन्ने कुरा चाहिँ अर्को विषय होला तर जुन ब्लन्डर देखाएको छ त्यो ब्लन्डरले चाहिँ राम्रै ड्यामेज गर्छ भोलि गएर त्यो नेगोसिएसन टेबलमा बस्ने बेलामा पनि नेपालको अफिसियलहरूले कसरी डिफेन्ड गर्ला नि त्यसलाई त्यो चाहिँ मुख्य विषय हो जस्तो लाग्छ मलाई चाहिँ यो स्टेटमेन्ट जुन हामीले अहिले कुरा गरिरहेको छौँ प्रधानमन्त्री बालेन्द्र शाहले दिनुभएको स्टेटमेन्ट चाहिँ भोलिको दिनमा नेपालले नेगोसिएट गर्न पर्ने कुरामा चाहिँ यसलाई स्ट्रेन्थेन गर्छ होला कि अझै हाम्रो डिप्लोमेटिक रिलेसन्सहरू चाहिँ अझै कम्प्लिकेट गर्दै लान्छ हो जस्तो कि यसले नेगोसिएसनलाई यसलाई कसरी कन्भर्ट गर्छ भन्ने हो किन जस्तो कि यो कुरालाई त हरेक बोलेको प्रधानमन्त्रीले कुनै देशप्रति बोलेको स्टेटमेन्टलाई त देशको अफिसियलहरूले डिफेन्ड गर्नु त कर्तव्य नै बन्छ यसलाई चाहिँ हाम्रो अफिसरहरूले कसरी डिफेन्ड गर्छन् त यो कुरा मुख्य विषय हो जस्तो अब बालेनले के भनिदिनु भयो भन्दाखेरि त्यो बालेनले बोलेको अफिसियल अन द रेकर्डमा बोलेको कुरा हो नि त नेपालले पनि सीमा मिचेको रहेछ नेपालले सीमा मिच्या होइन नि त त्यो के हो क्रस बोर्डर अकुपेसन थाहा नभएको कुरा बोल्नुहुन्न एउटा गगन थापाले बोल्नु भएको थियो थाहा नभएको बोलेको हो भने त्यो झन् आपत्तिजनक भयो थाहा पाइ बोलेको भने त बोलापन थाहा पाइ त्यसो त ब्लन्डर त गर्नै भएन यो चाहिँ के भन्दा जतिसुकै जेसुकै गरे पनि बालेनले आपत्तिजनक भाषा बोले हो मैले चाहिँ के भन्छु भन्दाखेरि चुपचाप माफी माग्नुपर्छ जनतामा यसले ठुलो कियोस निम्त्याउनेवाला छ जनतासँग चुपचाप माफी माग्दा पनि केही पनि बिग्रिँदैन गएर मान्छे हो ह्युमन एरर हुन्छ ह्युमन एररले मैले यसरी बोलिहालेँ मेरो एरर भयो भन्दाखेरि फरक परेन तर यसलाई नै डिफेन्ड गर्नतिर लाग्यो भने चाहिँ झन् ड्यामेज हुन्छ जस्तो लाग्छ मलाई थ्याङ्क यू शङ्करजी यसमै अब कस्तो हुन्छ भन्दाखेरि अहिलेसम्म इन्डियाले नेपाल अहिलेसम्म आजको दिनसम्म हिजोको दिनसम्ममा भनौँ अब त हिजोको दिनसम्ममा भारतले कहिले पनि नेपालले हाम्रो जग्गा अतिक्रमण गरेको छ भनेर भनेको छैन नेपालले पनि हिजोको दिनसम्ममा हामीले गरेका छौँ भनेर भनेको छैन बरु भारतले गरेको छ तर नेपालले अहिलेसम्म एन्क्रोच चाहिँ गरेको छैन ल्यान्ड भनेर भनेको छ अब यहाँ के आयो भन्दाखेरि नेपालले चाहिँ आफै स्वयंले स्वीकार गरेर चाहिँ यो नयाँ तथ्य निर्माण गरिदियो हामीले चाहिँ गरेका छौँ भनेर चाहिँ इन्डियाको लागि पनि प्रमाण जुटाउन एउटा नयाँ तथ्य नै उसले निष्कासन गरिदिइसकेपछि चाहिँ लिएर आइदिइसकेपछि चाहिँ अब कस्तो हुन्छ भन्दाखेरि नेपालको प्रधानमन्त्रीले बोलेको कुरा त भोलिको दिनमा अन्तर्राष्ट्रिय लेभलमा कुनै पनि डिस्कसन कुनै पनि छलफल कुनै पनि नेगोसिएसन अथवा युएनले नै बोलाएर पनि नेगोसिएसन गरायो भने पनि यो कुरा त प्रमाणमा लागु हुन्छ नि त भनिसकेपछि यसले चाहिँ हामीलाई कतिको हानि गर्छ त यो जस्तो हजुरले भन्नुभयो नि इन्टरनेसनल लेभलमा जुन नेगोसिएसन इन्डियासँग मात्र नभएर चाहिँ नेपालले अरू कुनै पनि कन्ट्रीसँग राख्ने डिप्लोमेटिक रिलेसन्सको यो स्टेटमेन्टबाट निस्केको फ्युचर चाहिँ के होला त यो त अब प्रमाणमा लागु हुन्छ यो चिज त भनेपछि अन्य देशहरूले पनि नेपाललाई अब त्यही दृष्टिकोणबाट हेर्छन् स्वीकार गरिसकेपछि त प्रमाण जुटाउने त टन्नै छन् नि भनेपछि अब यो यसले चाहिँ नेपाललाई ठुलो घात गर्छ भोलिको दिनमा पनि आजको दिनमा पनि यसले कुनै पनि पोजिटिभ इम्प्याक्ट भन्ने चाहिँ लिएर आउँदैन
त्यही भएर प्रधानमन्त्रीबाट भएको ब्लन्डरै होस् अथवा सोच विचारै गरेर भएको होस् शङ्करले भने जस्तै यो चाहिँ घातक कुरा हो। यसको लागि चाहिँ माफी मात्र होइन, यसको लागि चाहिँ प्रधानमन्त्रीले चाहिँ देशद्रोही काम नै गरे हो भन्छु म चाहिँ। हामीहरूको मात्रै ओपिनियन नभएर चाहिँ जेनरल पब्लिकको चाहिँ के ओपिनियन छ त हाम्रो नेपाली पब्लिकको? मैले न्युजहरूमा देखेअनुसार चाहिँ त्यही दिन राति चाहिँ मसाल जुलुसहरू निकालेको पनि देखेको थिएँ होइन। यसमा चाहिँ हजुरहरूलाई के लाग्छ त? रियाक्सन अफ नेपाली पब्लिक चाहिँ के छ? होइन, समाज त विभाजित छ हेर्नुहोस् है। अब अघि कसले भन्नुभएको थियो हाम्रो जस्तो देशमा अन्तर्राष्ट्रिय सम्बन्ध र यो कुटनीतिको कम चेत भएको जनता हुनुहुन्छ होइन। धेरैले यसको वाहवाही पनि गर्नुभएको छ है। अब यसले हेर्ने हो भने हाम्रो कद निकै घटाएको छ क्या। प्रधानमन्त्रीले जुन अभिव्यक्ति दिनुभयो त्यसले हाम्रो कद घटाएको छ र विश्वास घटाएको छ। ल भोलि हामीले नेगोसिएसन गर्दै गर्दा कुनै पनि राष्ट्रले विश्वास गर्ने आधार रहँदैन। हाम्रो प्रधानमन्त्रीले त जे पनि बोल्दो रहेछ फ्याक्ट बिना संसदमा उभिएर भोलि आफ्नो पोलिटिकल मार्केटिङको लागि जे पनि गर्दा रहेछन् भन्ने भयो नि त। त्यो भइसकेपछि यो र कुटनीतिमा कस्तो हुन्छ भने व्यापार र कुटनीतिमा जहिले पनि के हुन्छ भने तपाईँको शक्ति मापन हुन्छ, तपाईँको आर्थिक हैसियत मापन हुन्छ र तपाईँको क्षमता र शैली पनि मापन हुन्छ क्या। तपाईँले जस्तो शैली, अब हामीसँग आर्थिक क्षमता र शक्तिको त हामी कुरा गर्नै परेन, हाम्रो एउटा क्षमता र शैलीको कुरा हो। र यस्ता बहुलठ्ठपन भन्छ नि, यस्ता बहुलठ्ठपन खालका गतिविधि देखाउने हो भने यो अहिले मैले भने फेरि पनि दोहोऱ्याउँछु, प्रधानमन्त्रीले आफ्नै कद घटाइरहनु भएको छ र आफ्नो कद भन्दा पनि सबैभन्दा गम्भीर विषय के हो भने देशको कद घटाइरहनु भएको छ। लिपुलेख, लिम्पियाधुरा र कालापानी हाम्रो हो भनेर जुन नेपालको एउटा स्ट्यान्ड छ, प्रधानमन्त्रीको यो स्टेटमेन्टले चाहिँ यो चिजलाई सपोर्ट गरेको जस्तो लाग्छ कि झन् अपोज गरेको जस्तो लाग्छ? यो प्रधानमन्त्रीको स्टेटमेन्टले मैले भने नि उहाँले 100 दिनभित्रै छ क्या होइन। यो उहाँहरूले त्यो बाचापत्रमा 100 दिन म्यानिफेस्टोमा यो लिपुलेखको विषयहरू पनि छ, इन्क्लुड गर्नुभएको थियो उहाँहरूले, त्यो बाचापत्रमा पनि इन्क्लुड गर्नुभएको थियो। अब यो गर्नुपर्ने के हो भन्नुहुन्छ भने यो इपिजी बनाएको थियो क्या एउटा, हाम्रो नेपालको तर्फबाट भेषबहादुर थापा हुनुहुन्थ्यो होइन। इपिजीले रिपोर्ट पनि निकालेको थियो, तर त्यो रिपोर्ट हाम्रो नरेन्द्र मोदी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले त्यो ग्रहण गर्नै खोज्नु भएको छैन भन्ने छ। त्यसमा पनि धेरै यो सीमाका विषयदेखि लिएर लिपुलेखको विषयहरू पनि त्यसमा छन् क्या। र हामीले यो इपिजीको विषयमा पनि सरकारले यो डिप्लोमेटिक च्यानलबाट पहिला यो संसद के अरे बाहिर आएर पब्लिकली भन्नुभन्दा पनि डिप्लोमेटिक एफर्ट चाल्नु पर्यो नि त। त्यो त्यस्तो देखिँदैन क्या यो विषयमा। यो अब विवादित भूमि हो, यो हामीले हाम्रो भनेर दाबी गरिरहेका छौँ, भारतले हाम्रो भनेर दाबी गरिरहेछ। यो अन्तर्राष्ट्रिय रूपमा हेर्ने हो भने यो विवादित भूमि हो। उसले पनि आफ्नो भनेको छ, हामीले पनि हाम्रो भनेको छौँ। र यसको सबैभन्दा ठुलो पहिलो काम के हो भने हामीले दुवै देश वार्तामा बस्नुपर्छ, टेबलमा बस्नुपर्छ र यसलाई हुनुपर्छ। भएन नेगोसिएसन थ्रु भएन भने त्यसपछि हामी चाहिँ यो अन्तर्राष्ट्रिय अदालतहरूमा जाने विषय छ, युएनमा जाने विषयहरू छ। र त्यहाँ जाने विषयमा यो आस्मिनीले भने जस्तो हामी त चुक्यौँ, अलिकति चुकिसक्यौँ, एक स्टेप हामी चुकिसक्यौँ, हामीले गल्ती गरिसक्यौँ त्यहाँ। सो यो लिपुलेख लिम्पियाधुराको विषय भन्दा पनि अब उहाँलाई प्रधानमन्त्रीज्यूलाई चाहिँ अब खासै यो समस्या समाधान गर्ने भन्दा पनि कसरी यसलाई डाइभर्ट गर्ने भन्ने जस्तो छ जस्तो मलाई लाग्छ। सर्ट टर्मको कुरा गर्दाखेरि चाहिँ के चाहिँ इमिडिएट इफेक्टहरू देखिएको छ त नेपाल इन्डिया रिलेसनमा? पोइन्ट आउट गर्न पर्दाखेरि चाहिँ इमिडिएट इफेक्ट्सहरू चाहिँ सर्ट टर्ममा कस्तो कस्तो देखिएको छ त? यो अस्तिको अभिव्यक्तिले नै हजुर हजुर यसमा चाहिँ अब सर्ट टर्म इफेक्ट त एकदमै देखिएकै छ। त्यो एउटा मिडिया न्यारेसनले गर्दाखेरि पनि प्लस पब्लिक रेस्पोन्सहरू पनि एकदमै एग्रेसिभली यसमा आइरहेको छ। अब हामीले पनि अहिलेसम्म जे कुरा गऱ्यौँ यसमा चाहिँ अब सर्ट टर्म इफेक्टकै एउटा प्रभाव हो जस्तो लाग्छ मलाई चाहिँ। तर एउटा बुझ्नुपर्ने कुरा के छ जस्तो लाग्छ भने अहिलेसम्म हामीले यो लिम्पियाधुरा, लिपुलेख र कालापानीको विषयमा भारतलाई कयौँ पटक कूटनीतिक नोटहरू पठाइसक्यौँ। कयौँ पटक हामीले वार्ताको टेबलमा
निम्तो दियौँ। तर पनि इपिजी पनि हामीले गठन गऱ्यौँ। दुवै देशको 6-6 जना होइन 6-6 जना सदस्यहरू भएर इलाइट पर्सन ग्रुप इपिजी पनि बनायो। त्यसले प्रतिवेदन पनि बनायो र अघि विनोदले भने जस्तै नरेन्द्र मोदीले सुरुमा इन्डियाको प्राइम मिनिस्टरले यो ग्रहण गर्ने, त्यस पछाडि नेपालको प्राइम मिनिस्टरले ग्रहण गर्ने, त्यस पछाडि यसलाई अफिसियल्ली सार्वजनिक गर्ने भन्ने कुरा थियो। अब त्यो नभइसके पछाडि चाहिँ मलाई यो नेगोसिएसन हामीले भन्दै गर्दाखेरि प्रधानमन्त्रीको अस्तिको अभिव्यक्तिले चाहिँ अब नेगोसिएसनको फर्स्ट स्टेप चाहिँ यो हो कि जस्तो मलाई लाग्छ। किन भन्दा अहिलेसम्म हाम्रा कुनै पनि कुटनीतिक नोटहरूको जवाफ आएको छैन। त्योभन्दा पनि अझै सेन्सिटिभ कुरा हाम्रो त अब सरकार यसमा संलग्न छैन। इन्डियाको एसएसपी नै संलग्न भएर हाम्रो सीमावर्ती क्षेत्रका नागरिकहरूलाई एकदमै दुःख दिइरहेको छ। यसमा मैले 2-3वटा घटना जोड्न चाहेँ। 2073 साल साउनको समथिङ 15 गते कति गते सप्तरीमा एउटा खाडा नदी भन्ने छ जुन चाहिँ सीमा नदी हो। त्यसमा चाहिँ खाडा नदीमा इन्डियाले जबरजस्ती बाँध्न खोज्दाखेरि नेपाल पक्षबाट 12 जना अब देवनारायण यादव सहितको टोली 12 जनाको टोलीलाई चाहिँ त्यति बेला एकदमै ह्युमिलेट गरेर घाइते नै बनाइएको थियो र पछि चाहिँ देवनारायण यादवलाई चाहिँ अपहरणको मुद्दा लगाएर इन्डियन एसएसपीले 4 दिनसम्म कस्टडीमा राखेर छोडेको एउटा घटना छ। अर्को घटना त्यही वर्ष 73 फागुनमा कञ्चनपुरको समथिङ के मैले नगरपालिकाको नाम बिर्सेँ, कञ्चनपुरको एउटा घटना पनि हामीले सुनेका थियौँ जहाँ चाहिँ गोविन्द गौतम भन्ने एकजना व्यक्ति चाहिँ एसएसपीको गोली नै लागेर, अब त्यसमा अरू तरिकाले हातपात गरेको भए एउटा कुरा हुन्थ्यो, गोली नै लागेर एसएसपीको गोली लागेर गोविन्द गौतम भन्ने एकजना व्यक्तिको युवाको चाहिँ मृत्यु पनि भयो। पछि नेपाल सरकारले गोविन्द गौतमलाई शहीद पनि घोषणा गर्यो र ऊ चाहिँ मलाई एकदमै सच्चा शहीद हो नेपालको जस्तो लाग्छ। किनभने विदेशीको हातबाट मरेको कमै शहीदहरू हाम्रो नेपालमा छन् र यसरी हेर्दाखेरि एकदमै सेन्सिटिभ, हामी एकदमै उग्र हुने धेरै कारणहरू छन्। अर्को कारण मध्ये 2078 सालमा जयसिंह धामी जो चाहिँ 33 वर्षीय युवा थिए, महाकालीमा तुइन तर्दै गर्दाखेरि एसएसपीले नै तुइनको लट्ठा काटिदिएर उनी चाहिँ काठमाडौँ आउने क्रममा चाहिँ भारतको बाटो काठमाडौँ आउने क्रममा चाहिँ महाकालीमा खसेर उनको मृत्यु भयो। पछि सरकारले 10 लाख अब यो दुर्घटना हो भनेर चाहिँ 10 लाख दिएर चाहिँ अब त्यसलाई सामसुम पार्ने कोसिस पनि गर्यो। यसरी हेर्दाखेरि हामी उत्तेजित हुने, हामी एग्रेसिभ हुने धेरै कारणहरू छन् र यस्तो इमोसनल कुराहरूमा प्रधानमन्त्री किन सिरियस नभएको होला भन्ने तरिकाले त्यो एङ्गलबाट हामीले एनालाइज गर्न सक्छौँ। तर कुटनीतिमा सधैँ इमोसन्स मात्रै पनि म्याटर गर्दैन जस्तो लाग्छ। यो चाहिँ नेगोसिएसनको लागि टेबल टकको लागि इन्डियालाई मनाउनको लागि अनेक उपायहरू नलाग्दा, उपायहरूको कुनै पनि सल्युसन ननिस्किँदा चाहिँ अब यो तरिकाबाट चाहिँ नयाँ सरकार आउँदै गर्दाखेरि नयाँ तरिकाले हामीले एप्रोच गर्नुपर्छ र हामीले प्रेसर दिनुभन्दा पनि इन्डियन नागरिकहरूले नै, इन्डियन मिडियाहरूले नै इन्डियन सरकारलाई दबाब दिएर यसको लागि चाहिँ अब साँच्चीकै नेगोसिएसनको लागि चाहिँ इन्डिया तयार हुनको लागि चाहिँ यो डिप्लोमेटिक तरिकाले प्रधानमन्त्रीले यो राखेको हो कि भन्ने अर्को एङ्गल। यसको इफेक्ट चाहिँ नेपालको डिप्लोमेटिक सर्कलमा चाहिँ के कति देखिएको छ? एकदमै यसमा चाहिँ अब सर्ट टर्म इफेक्टहरू देखिएको चाहिँ इन्डियाको लागि पूर्व राजदूत भइसकेका निलाम्बर आचार्यदेखि लिएर अरू राजदूतहरूले प्लस सीमाविदहरूले धेरैजनाले यो कुरा आपत्तिजनक नै भनेर राख्नुभयो। यसले चाहिँ हाम्रो नेपालको पोजिसनलाई चाहिँ एकदमै विक गर्छ भनेर राख्नुभयो। त्यो सही नै हो, त्यो सर्ट टर्ममा हेर्दाखेरि त्यो सही नै हो। तर अब लङ टर्मको लागि चाहिँ यो चाहिँ नेगोसिएसनको लागि चाहिँ गुड पोइन्ट टु नेगोसिएट हो जस्तो लाग्छ मलाई चाहिँ। किनभने हाम्रो लिपुलेक, लिम्पियाधुरा र कालापानी मात्रै छैन, नेपाल र इन्डियाको टोटल 1880 किलोमिटर टोटल बोर्डर लाइन रहेछ।
टोटल बोर्डर लाइनमा चाहिँ लगभग 8553 चाहिँ पिलरहरू छ। त्यो पिलरहरूमध्ये चाहिँ लगभग 2700 समथिङ 2768 समथिङ कति मैले ठ्याक्कै एक्ज्याक्ट डाटा बिर्सेँ, त्यति पिलरहरू चाहिँ मिसिङ छ अहिलेसम्म। यो भनेको जहाँ चाहिँ अहिलेसम्म पिलर नै छैन, लिम्पियाधुरा र कालापानीमा त पिलर नै छैन, त्यो बाहेकको एरियाको हो। 2700 समथिङ पिलरहरू मिसिङ भइरहँदाखेरि लिम्पियाधुरा र कालापानीलाई मात्रै सीमा विवादको रूपमा हामीले अगाडि बढाउने हो कि अरू ठाउँमा भएको सीमा विवादहरूलाई? र सुस्तामा पनि तपाईँको लगभग सुस्तामा सुरुमा हाम्रो रेकर्ड अनुसार चाहिँ 75,000 हेक्टर जमिन चाहिँ टोटल सुस्ता एरियाको त्यति एरिया रहेछ। त्यो मध्ये चाहिँ लगभग 14,500 चाहिँ इन्डियाले कब्जा नै गरिसकेछ र त्यो मध्ये 7,000 अहिले नेपालको जमिनमा नेपाल पक्षमा छ र बाँकी चाहिँ सबै विवादित भूमि भनेर नै घोषणा गरेर अहिले त्यहाँ चाहिँ त्यो डिप्लोमेटिक टकहरू नै छैन। हामीहरूले लिपिलेक, लिम्पियाधुरा र कालापानीको कुरा उठाउँदै गर्दाखेरि यी अरू ठाउँमा भएका सीमा विवादहरूलाई चाहिँ बिर्सिने हो त कि यी कुराहरू पनि हामीले एड्रेस गर्नुपर्छ? र त्यो एड्रेस गर्नको लागि चाहिँ इपिजी प्रतिवेदन बुझ्नेदेखि लिएर अब त्यसमा के छ त हामीले अझै डिटेल त्यसमा आउन बाँकी नै छ, त्यो सार्वजनिक भएपछि मात्रै थाहा होला। त्यो नेगोसिएसनको लागि चाहिँ यो चाहिँ एकदम बेस्ट पोइन्ट हो, स्टार्टिङ पोइन्ट हो र यसको लागि चाहिँ अब चाहिँ यसरी चाहिँ डिस्कोर्सहरू चाहिँ हुनुपर्छ भन्ने चाहिँ मलाई लाग्छ। मैले चाहिँ साथीको कुरामा चाहिँ अलि मेरो चाहिँ विपरीत मतमा, साथीकै भाषामा भन्नु पर्दाखेरि चाहिँ यो जुन कुटनीति सधैँ इमोसनमा हुँदैन, ऱ्यासनली हुन्छ कुटनीति। त्यो कुरामा मेरो समर्थन पनि छ। तर कुटनीति सरल पनि हुँदैन, कुटनीति जटिल पनि हुन्छ भन्ने कुरा चाहिँ हामीले बिर्सिनु हुँदैन यहीसँगै। तपाईँले भने जस्तो नेगोसिएसनको यो पोइन्ट हो, यो चाहिँ अब चाहिँ नेगोसिएसनको बाटो खुल्यो भनेर हेर्नुहुन्छ भने चाहिँ यो बाटो कस्तो खुल्यो भन्दाखेरि अब चाहिँ हामी पहिला 100 मिटर अगाडि थियौँ भन्दा अब चाहिँ 100 किलोमिटर पछाडिबाट चाहिँ हामी कुटनीतिको बाटो अगाडि बढाउनु पर्ने हुन्छ। अब हामीले भनिसकेपछि चाहिँ यो नेगोसिएसनको बाटो खुलेको भन्दा पनि हामी घाटामा जाने बाटो चाहिँ मैले देखेको छु। जस्तो अघि मैले भनेअनुसार इन्डियाले पनि यो जुन अब एउटा त हामी विरुद्ध धेरै प्रमाणै अब त सङ्कलन हुन्छन् भनिसकेपछि हामी धेरै पछाडि नै छौँ अब यही कुरामा पनि। अर्को भनेको यो फेरि पनि एन्क्रोचमेन्ट र यो जुन क्रस बोर्डर अकुपेसनको कुरा छ, यो दुईटा फरक विषय हुन्। यसलाई चाहिँ एउटै कुरामा, एउटै टपिकमा, एउटै इस्युमा चाहिँ जोडेर यसलाई जेनरलाइज गर्न चाहिँ सुन्दैन पनि हामीले। अनि झन् प्रधानमन्त्री जस्तो प्रतिनिधिले त त्यहाँ गएर भन्नु भनेको यो त्यतिसम्म पनि चेत नहुनु भनेको चाहिँ विडम्बना हो यो हाम्रो समाजकै लागि चाहिँ। अर्को भनेको इन्डियाले रुचाउँदैन पनि यस्तो खाले नेगोसिएसन, किनभने उसले थर्ड पार्टी इन्भल्भमेन्ट आफ्नो बाइल्याटरल रिलेसन्समा उसले कहिले पनि एन्टरटेन गरेको छैन पनि, कश्मीरकै इस्यु हेर्ने हो भने पनि। त्यही भएर अहिले पनि यो विषयमा पनि एउटा थर्ड पार्टी इन्भल्भ भएर चाहिँ नेगोसिएसनको च्यानल अगाडि बढाउनु भने चाहिँ यो जस्तो हास्यास्पद कुरा चाहिँ अरू केही पनि नहोला सायद। इन्डियन गभर्मेन्टले, मिडिया र पोलिटिकल पार्टिजहरूले चाहिँ इन्डियाको यो अभिव्यक्तिलाई के कसरी इन्टरप्रेट गरेको छ जस्तो लाग्छ हजुरहरूलाई? अब यो त मसला दिनुभयो क्या प्रधानमन्त्रीले। अब इन्डियन मिडिया कस्तो छ हामी सबैलाई थाहा छ होइन। त्यो एउटा विषयलाई कति मसालेदार बनाएर, चटपटा बनाएर त्यसलाई चाहिँ सम्प्रेषित गर्छन् भन्ने त हामीलाई थाहा छ होइन। अब उनीहरूलाई त अहिले यो विषय एकदमै सजिलो भएको छ होइन। अब जहिले पनि हामीले आरोप लाउँथ्यौँ नि यो लिपुलेक, लिम्पियाधुराको कुरा उठाउँदै गर्दाखेरि चाइनाको इसारामा नेपालले यसो बोल्यो भनेर उनीहरूले हामीलाई लगाउँथे नि। अहिले त एकदम इन्टरटेन फिल गरिरहेका छन् उनीहरू होइन। अब आफ्नो एउटा खालको न्यारेटिभहरू पनि अब बनाउँछन् उनीहरूले होइन। र यो विषय अब म थोरै यसले यो प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको एउटा छवि पनि बिगारेको छ क्या। जस्तो हामीलाई त बुद्धको देश, बुद्ध जन्मेको देश, सनातन सभ्यताको देश होइन, शान्तिप्रिय देश भनेर चिन्छन् नि त। नेपालीहरू एकदमै हस्पिटेबल हुन्छन् होइन भन्ने थियो। अब त यो कस्तो हुने भन्दा ओहो नेपालीहरू पनि सीमा मिच्दा रहेछन् है, त्यो पनि भारत जस्तो शक्तिशाली मुलुकलाई
भने यो संसारमा एउटा खालको यो त गलत सन्देश पनि यसले न्यारेटिभ सेट भयो। जाने भयो। र अब यो सीमाको विषयमा हामीले के गर्नुपर्छ भन्दा अहिले हाम्रो सत्तारूढ राष्ट्रपाका सभापति जानुभएको छ, हिजो जानुभयो होइन, सायद हिजो भारत भ्रमणमा अब हाम्रो नेताहरूले यो हैसियत राख्नै पर्छ। उहाँले अब मैले सुनेको प्रधानमन्त्री मोदीसँग पनि उहाँको भेट हुँदैछ अरे, भनेपछि उहाँले अब यो आँट गर्नै पर्छ। यत्रो विशाल जनमत पाएको पार्टीको सभापतिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्दै गर्दा उहाँले यो हिम्मत, यो साहस गर्नै पर्छ कि यो विषय उहाँले 1 to 1 गफ गर्दा यो उठाउनै पर्छ। यो लिपुलेख अघि भन्नुभएको थियो, लिपुलेखको विषय मात्रै होइन, पश्चिम महाकालीदेखि पूर्व मेचीसम्म सबै सिमानामा समस्या छ। त्यहाँको एसएसबीले यति ज्याजती गर्छ, त्यो नेपाल र इन्डिया नेपाल र भुटानको बोर्डर सुरक्षा गर्न भनेर बनाइएको फोर्स हो त्यो एसएसबी, सीमा सुरक्षा बल। त्यसको यति ज्याजती छ, गोली लगाएर हाम्रो गोविन्द गौतम मेन्सन भइसक्यो, गोविन्द गौतमदेखि लिएर हजारौँ कति जनताले सीमाका त्यो हाम्रा दाजुभाइहरूले कति पीडा बेहोर्नु परेको छ। अब आँट गर्नुपर्छ, गएर भन्नुपर्छ, यदि तपाईँहरू अब संसारको महाशक्ति राष्ट्र हुने हो भने आफ्नो छिमेकीमा असल सम्बन्ध नबनाइकन हुँदैन। तपाईँले छिमेकीमा दादागिरी देखाउने अनि तपाईँ महाशक्ति बन्छु भनेर तपाईँको छवि के हुन्छ भन्ने खालको कुराहरू हामीले गर्नुपर्छ। भारतले जहिले पनि एउटा न्यारेटिभ पुस गरिरहेको छ, नेबरहुड फर्स्ट, छिमेकी प्रथम भन्ने। हामीले अहिलेसम्म पनि ओपिनियन्सहरू सुन्दाखेरि चाहिँ प्रधानमन्त्री बालेन्द्र शाहज्यूले बोल्नु भएको अभिव्यक्ति गलत हो भन्ने छ होइन। प्रधानमन्त्री जस्तो पदमा बसिसकेपछि इरेसनल थट आउँछ, मान्छे हो गल्ती हुन्छ, तर बिहेभ चाहिँ अलि ऱ्यासनली सोचेर सम्झेर देखाउनु पर्ने थियो। अब गल्ती त भयो, के कसरी सच्याउन सकिएला त यो चिजलाई? अब सच्याउने भनेको हामी प्रधानमन्त्रीज्यू संसदमा आउनुपर्छ, फेरि आएर मबाट गल्ती भयो, अब म पनि मान्छे नै हो भन्ने खालको त्यो क्षमा याचना चाहिँ गर्नुपर्छ, जस्तो विपक्षीहरूले माग गरेर अहिले संसद अवरुद्ध पनि छ होइन। त्यति गरेर इन्डियन मिडियाहरू केही शान्त हुन्छन् जस्तो लाग्छ त? यो बोलेको चिज त केही फर्किन्छ जस्तो लाग्छ त यो चिज? होइन, त्यो बोलेको बोली र हानेको गोली एउटै हो है। त्यो एकचोटि त्यो भइसकेपछि त्यो ड्यामेज त गर्छ नै, तर ड्यामेज कन्ट्रोल गर्ने कुरा हो संसदमा आएर क्षमा माग्दाखेरि। तर अघि आश्मिनीजीले भने अनुसार चाहिँ अब प्रधानमन्त्रीजीले बोल्नु भएको त अब इन्टरनेसनल कोअपरेसन गर्दा, नेगोसिएट गर्दा त युज हुन्छ नि त। अब जति क्षमा याचना गरे पनि, जति सरी भने पनि यो चिज त जसरी पनि निस्किन्छ होइन र? होइन, क्षमा याचना गर्दैमा ठोस प्रमाणहरू पनि चाहिन्छ होइन। एउटा उहाँले बोलेको कुरालाई आधार बनाउने विषयहरू हुन्छन् उहाँले भन्नुभएको जस्तो, तर एट द एन्ड अफ द डे कानुनले होइन, नेगोसिएसनले ठोस प्रमाण खोज्छ होला। ठोस प्रमाण चाहिँ अब छ कि छैन भन्ने विषयहरू हो। मलाई लाग्छ त्यो नेपालले सीमा मिचेको भन्ने त्यस्तो ठोस प्रमाण छ जस्तो मलाई लाग्दैन। र यो विषयमा चाहिँ मैले अहिले भने पहिलो प्रधानमन्त्रीले किन प्रमाण बोल्नु भएको हो त त्यसो भए? त्यो हुन सक्छ, त्यो आधार अहिलेसम्म भेटिँदैन। सीमाविद जस्तो यो लिपियाधुरा कालापानीको विषय उजागर गर्ने यसमा ठुलो योगदान दिनुहुने सीमाविद बुद्धिनारायण श्रेष्ठ हामीले सबैले चिन्छौँ होइन। उहाँले नै यो कुरा एकदमै यो तथ्यहीन हो, आधारहीन हो भनेर उहाँले नै व्यक्त गर्नुभएको छ। अब म दुईटा कुरा भन्छु अनि मेरो कुरा सक्छु। एउटा कुरा संसदमा आएर क्षमा माग्नु पर्यो र अहिले हाम्रो अहिले पनि भने रवि लामिछानेजी भारतमा हुनुहुन्छ, प्रधानमन्त्रीले उहाँलाई समय दिँदै हुनुहुन्छ, भारतको प्रधानमन्त्रीले उहाँलाई समय दिँदै हुनुहुन्छ। उहाँ यो किन ठुलो, यो विषय किन ठुलो भन्दा प्रधानमन्त्री होइन, उहाँ एउटा सत्तारूढ पार्टी सभापतिलाई भारतको प्रधानमन्त्रीले समय दिँदै हुनुहुन्छ भनिसकेपछि यो विषयमा उहाँले चाहिँ अब स्पष्ट रूपमा हामीले यो सीमाको समस्याहरू सुल्झाउनुपर्छ। तपाईँहरूको यस्तै गतिविधिले गर्दा, यस्तै हरकतले गर्दाखेरि नेपालमा एन्टी इन्डिया स्ट्यान्ड छ, एन्टी इन्डिया सेन्टिमेन्ट छ। त्यो एन्टी इन्डिया सेन्टिमेन्टले दुवै देशलाई फाइदा गरेको छैन। अब मोदीजी भन्नुहुन्छ म विश्वगुरु हुँ होइन, हिन्दू हृदय सम्राट हुँ भन्नुहुन्छ होइन। अब यहाँ पनि यत्रो चाहिँ हिन्दू जनसङ्ख्या छ होइन। अब अलिकति भारतले आफ्नो यो हरकतहरू सच्याउनुपर्छ, हाम्रो भन्न आँट गर्नुपर्छ, उसले सच्याउनुपर्छ। र त्यो जबसम्म त्यस्ता हरकतहरू सचिन्छन् कहिल्यै पनि हाम्रो देशको सम्बन्ध कहिले पनि सुध्रिँदैन र यो सम्बन्ध भनेको दुवै देशको लागि हानिकारक छ। नेपालको फरेन पोलिसीमा चाहिँ यसको लङ टर्म इफेक्ट चाहिँ के कस्तो देखिन्छ? अब त्यही मैले अघि भने जस्तै हो, लङ टर्म इफेक्टमा त हामी
अब प्रमाणहीन यो कुरा प्रमाणमा लागु हुँदै गर्दाखेरि चाहिँ हामीसँग खासै नेगोसिएट गर्ने अरू उपाय पनि हुँदैन यस्तो अवस्थामा। यो क्षमा याचनावाला कुरामा चाहिँ यो ड्यामेज कन्ट्रोल गर्ने बाहिर एक्सटर्नल इन्फ्लुएन्स चाहिँ कम गर्नलाई अथवा चाहिँ हामीलाई लङ टर्ममा अफेक्ट नगर्नलाई यो कुरा गर्ने भन्दा पनि प्रधानमन्त्रीले बोलिसकेपछि चाहिँ एउटा जनताप्रति उत्तरदायी भएर पनि क्षमा याचना चाहिँ गर्नुपर्छ जस्तो मलाई लाग्छ। एउटा त यो संसदको रेकर्डबाटै यो चिज हटाइनुपर्छ। किनकि यस्ता तथ्यहीन, प्रमाणहीन कुराहरू चाहिँ संसद भवनमा बसेर गर्न चाहिँ सुहाउँदैन पनि एउटा जनप्रतिनिधिले। अर्को भने चाहिँ त्यही क्षमा याचना गर्ने भनेको, राजीनामा दिने भने नैतिकताको आधारमा राजीनामा दिने भनेको चाहिँ एउटा जनताप्रति उत्तरदायी भएको कारणले पनि उहाँले दिनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। त्यही लङ टर्म इफेक्टमा चाहिँ तपाईँको प्रश्नमा आउँदै गर्दाखेरि चाहिँ लङ टर्म इफेक्ट चाहिँ देखिन्छ यो कुराको। यदि हामीले अहिले पनि कुनै एक्सन लिएनौँ भने चाहिँ यसले पछि गएर चाहिँ नेपाल बाहिर देशहरूले नेपाललाई हेर्ने दृष्टिकोणमा पनि फरक पर्छ। अहिले नै कति इन्डियाबाट न्युजहरू आउन थालिसक्यो भन्नुभयो। त्यही हो। म चाहिँ के भन्छु भन्दाखेरि जस्तो यो जुन घटना नै भन्छु मैले, यो चाहिँ ठुलो होइन नसोचेको घटना भयो। देशको निम्ति दुर्भाग्य घटना नै हो यो होइन। किन भन्दाखेरि देशको त्यो सार्वभौम सत्तामाथि नै जस्तो प्रधानमन्त्रीले देशको सार्वभौम सत्तामाथि धावा बोलेको हो नि त। जस्तो कि नेपालको म्याप 2020मा जुन लिपुलेख र लिम्बुवाधुराबाट समावेश गरिएको म्याप छ, त्यही म्यापलाई नै नेगोसिएट गरिदिन खोजेको जस्तो देखियो नि त त्यो भाषाले चाहिँ। भनेको त त्यो त नेपालको सार्वभौम त्यो अखण्ड त्यो भौगोलिक अखण्डतामाथि नै धावा बोले हो नि त प्रधानमन्त्रीले। किन भन्दाखेरि हाम्रो भौगोलिक लुज हुनसक्छ भनेर प्रधानमन्त्रीले बोलेको त्यो बोलेको हो नि त। हामीले पनि मिचेको रहेछौँ भनिसकेपछि नेगोसिएसनमा हामीले भूभागहरू गुमाउनुपर्छ भनेको त्यो त भौगोलिक अखण्डतामाथिको धावा हो कि त्यो धावा हुन्छ। अब फेरि यो भन्दै गर्दा अब बोलि त सक्यो होइन, बोलिसकिसकेपछि मलाई चाहिँ के लाग्छ भन्दाखेरि यो ठुलो अवसर हो। यतिको 2/3 सरकार इतिहासमा यतिको शक्तिशाली सरकार, यतिको जनताबाट म्यान्डेट पाएको, एकदम सार्प म्यान्डेट पाएको छ होइन, उसलाई ठुलो जिम्मेवारी छ। यो जिम्मेवारी उहाँले जिम्मेवारीलाई चाहिँ यो बदमासी गर्नुभयो होइन। यो बदमासीलाई चाहिँ अब अझै पनि के अरे तपाईँको सुधार्ने मौका छ होइन। यसलाई चाहिँ के गर्नु पर्यो भन्दाखेरि हाम्रो अहिले विनोदजीले भने जस्तै पूर्वदेखि पश्चिमसम्मको सबै सीमाहरू चाहिँ सेटल गरिदिने कि सीमा विवादहरू। अब यो जुन विषय उठेको छ यतिकै नसेलाओस्, यो चाहिँ अब चाहिँ समाधान होस्। र यो जुन यो काँडा बनेर बसेको छ जस्तो यसले गर्दाखेरि बिचमा जहिले पनि नेपाल र इन्डिया बिचको यो सम्बन्ध नै खटपट आइरहेको छ कि यो चाहिँ यो खटपट चाहिँ अब सीमाको विषयलाई लिएर सधैँ खटपट नहोस्, अबबाट चाहिँ समाधान होस् भन्ने चाहिँ मेरो एउटा कामना छ होइन। अनि अर्को चाहिँ अब जस्तो यो मेन कुरा चाहिँ हाम्रो नेपालीमा चाहिँ एउटा सामान्यकरण चाहिँ हुनु पर्यो कि यो दुईजनाको सीमा विवाद हो होइन, दुईटा देशबिचको त्यो दुईटा देशबिचको सीमा विवाद चाहिँ यदि दुईटा देश चाहिँ आफ्नो सीमा विवाद सल्टाउन सक्षम छैन भने मात्रै थर्ड कन्ट्री खोज्ने हो। हामीले स्वीकार्या हो त हामी यो सीमा विवाद सल्टाउन नेपाल सक्षम छैन अथवा इन्डिया सक्षम छैन भनेर यो दुईजनाले स्वीकारेको अवस्था हो र होइन नि त। यो होइन भनिसकेपछि थर्ड कन्ट्री खोज्ने भनेको यो ब्लन्डर हुन्छ, यो थर्ड कन्ट्री खोज्न हुँदैन। अनि यो चाहिँ यो सामान्यकरण चाहिँ गर्नु पर्यो जनतामा। यो जनतामा चाहिँ कस्तो खालके एउटा न्यारेसन गयो भन्दाखेरि